हाई एभ्रिवान, नमस्ते। आजको लेक्चर बिहानै स्टार्ट हुँदै थियो र वेदर चाहिँ एकदमै खराब थियो, तर पनि ढिलै भए पनि म चाहिँ लेक्चरको लागि कलेजमा पुगेँ र बेबीलाई छोडेर निस्किँदा चाहिँ सधैँ गाह्रो नै हुन्छ, तर फ्यामिलीको सपोर्ट भयो भने ढुक्क भइन्छ नि त है। र एकदमै बिहान उठेको भएर मलाई चाहिँ कफी चाहिरहेको थियो, सो आई ग्र्याब्ड अ कफी। अनि त्यसपछि फर अबाउट एन आवरको लेक्चरपछि चाहिँ हामीले लन्च गऱ्यौँ। अनि कलेज आउँदाखेरि त त्यहाँ चाहिँ के इन्फर्मेसनहरू दिँदै हुनुहुन्थ्यो, स्टोरको बारेमा सोधिराख्नु भएको थियो र दे वर अल्सो प्रोभाइडिङ सम ड्रिङ्क्स एन्ड फुड फर द स्टुडेन्ट्स। दे वर सो काइन्ड, उहाँहरू चाहिँ आइराख्नुहुन्छ। अनि त्यही अबाउट 2 आवर्सको अर्को लेक्चरपछि चाहिँ म चाहिँ घरतिर लागेँ। अनि घरमा पुगेर बेबीलाई देख्दा त झन् सबै थकानै मेटिन्छ, त्यस्तै हुन्छ होला है सबैजनालाई। अनि बेबीसँग एकछिन खेलेर स्न्याक्समा चाहिँ मोमो खायौँ, किनभने आजको वेदर पनि त्यस्तै थियो नि त। यसरी नै आजको दिन पनि सकियो। गुड नाइट।